बस्तीमा आएपछि बस्तीको काम झोला बोकेर अम्बक हामी चाहिँ अम्बक टिप्नु गएको हो। अम्बक टिप्ने चाहिँ सेनापतिहरू दुधबाट लिएर आएको छु मैले कि तर झ्याड हेर्नु न यस्तो झ्याड देख्दाखेरि त सिक 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 डर 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 लाग्यो यस्तोमा हेर्नु। जुगाम लाग्छ अब जुगाको साथ साँपको पनि डर लाग्दो। अम्बकै यहाँनिर ठुल्ठुलो अम्बक यहाँ त कत्रो ठुल्ठुलो अम्बक माथि पनि छ हाम्रो बोटमा यहाँनिर पनि फल्छ कि कत्रो ठुलो। यसमा कत्रो ठुल्ठुलो रहेछ नि अर्ग्यानिक। लु आमा अम्बक टिप्नु चाहिँ झोलै बोकेर आएको यो खाले हामी हो। देखेर पुरा लोभ लाग्यो झार यत्रो छ कि आमा बोटमा बेच्नु लानुपर्छ अब आमा। कोकोला अम्बक खानु मन पर्यो आउनुहोस् है हाम्रो घरमा अम्बक खानु पुरा छ। अर्को बोटमा पनि छ हो। तर आफ्नो गति चाहिँ यो छ गाउँमा सियो भयो। पुरा पाकेको त नटिप्नु छुट्दैन। खै टिपा न दाउ त होइन मेवा पनि पुरा फलेको छ हाम्रोमा हो। सबै ओर्गिङ हुन्छ नि सुन्तला पनि हुन्छ पुरा सुन्तलाहरू पनि छ हो। सधैँको भन्दा योपालि तर अलिक कम्ती फलेको छ। तर पुरा बेच्थ्यो पनि कि तर अहिले अलैँचीले गर्दा डल्लै मरेको छ। कम्ती मात्रै छ उपर। अम्बक टिप्नु त जानु कि हेर्नु न कुरोले अब यो केलाउनु कम्ती टाइम लाग्दैन यतै उतै। मेवा पनि टिप्यो साथसाथ इस्कुस पनि। अम्बक चाहिँ तर भरिपुर नै भयो। सुन्तला पनि एक दुईवटा राम्रोसँग पाकेको छैन नि त चाख्नुको लागि मात्रै यो चाहिँ।